संसारकै राम्रो विशिष्टता मान्छेले यो ठाउँ किन्नलाई चाहिँ करोडौं अरबौं डलर खर्च गरेर पनि पाउँदैन। हामीले यी बाघ पाउँछौँ, यहीँबाट चाहिँ त्यो घाइते भएका बिरामी भएका त्यो गरेको। त्यसैले यो ठाउँ 2-3 किसिमबाट प्रमोट गरिनुपर्छ। एउटा एजुकेसन सेन्टर बन्नुपर्छ। एजुकेसन सेन्टर भनेको चाहिँ जङ्गली जनावरहरूको बारेमा अध्ययन गर्ने नेपालमा कहीँ पनि ठाउँ छैन। त्यो जङ्गली जनावरलाई चाहिँ अध्ययन गर्ने, विश्लेषण गर्ने, त्यसको चाहिँ मेडिकल टेस्टहरू गर्ने। अहिले जङ्गली जनावरको पनि जसरी मान्छेको चाहिँ तपाईँले फर्टिलाइज गर्नुहुन्छ र बच्चा निकाल्नलाई सजिलो हुन्छ, हामीले त्यसको पनि अध्ययन यहाँ गर्न सक्छौँ। विश्वको एउटा केन्द्र बन्न सक्छ। हेर्नुहोस्, राम्रो चाहिँ घाइते भएको बाघहरूको चाहिँ ट्रिटमेन्ट गर्ने चाहिँ त्यसको निमित्त हामी राम्रो डाक्टर उत्पादन गर्न सक्छौँ। हामीले राख्नु पर्यो पहिला, अनि पो हुन्छ। त्यस्तै अब हामीले एम्युजमेन्टको निमित्त, इन्टरटेनमेन्टको निमित्त रेलमा चढेर रेलको चाहिँ एउटा मजा लिन सक्छौँ, दुईतिर हेर्न सक्छौँ। त्यो एउटा इन्ट्रेस्टिङ हुने भयो। बच्चाहरूलाई चाहिँ ठाउँ ठाउँमा हामीले खेल्ने ठाउँहरू बनाइदिन सक्छौँ। यसले एउटा यो ठाउँको विकासलाई बेग्लै किसिमले गर्न सक्छ। त्यसमाथि यसको चाहिँ अहिले जिप लाइनदेखि लिएर चाहिँ अरू थोक पनि चलाइरहेछन् संसारमा मान्छेहरूले। जस्तो यो माथिबाट चाहिँ हेर्ने हात्ती, जङ्गली जनावर, त्योहरू हेर्न सक्ने ठुलो अग्लो, यहाँबाट तेल पानीसम्म जाने जुन प्राचीन बाटो छ त्योहरूलाई पहिल्याएर हिँड्ने, ट्रेक गराउने, यी सबै कुराको विकासको निमित्त पहिला पूर्वाधार बनाउनु पर्यो।